Ima dalam Kutel जस्तो ओके नै भनेको Yo. त जस्तो छैन मलाई डर लाग्दैन मुजी पिछेहरू आज मुजी बढी बोल्छस् बढी नबोल मेरो बेटा तैले कोडा म्याच सिक्ने रन्डी उचालिदिन्छु तेरै घोडा जति ज्ञान छ आफ्नो तैले बोला बक्ला भाइ तेरो मुजी फुलको खोला ग्याङहरु जति पनि बोला लिएर आइज मुजी त भेडा बाख्रा हौस गरु सुन कानमा बुझेछ त्यसलाई मुजी झिक अनि मुजी दाइहरुलाई बुझ्छस् मुजी यहाँ सिट मान्छे काट्न पनि बेड छैन तँलाई मुजी मार्न पनि बेड छैन सायद पुग्लास हस्पिटलमा मुजी ठेल्दिउँला मुजी तँलाई तेरै त्यहाँ जेलमा मुजी आज भोलि तैले गर्दैछस् शब्दहरु गन्दा किरणडीको बान मुजी रन्डी खान चलाउने तेरो धन्दा म्याच सिक्ने मुजी तँलाई भन्दा रिसाउँछस् मुजी के मुजी म्याच सिक्ने तँलाई भन्दा कस्तो लाग्यो मुजी तेरो आँखा रहेछ अन्डा घुसाइदिन्छु तेरो बहिनीको मैले चाकमा लन्डा अनि चटाइदिन्छु मेरो यो कालो अन्डा कस्तो लाग्यो भाइ तँलाई मैले र्याप भन्दा त गरिबको छोरो होस् आएर मेरो बारी मुजी खन्न के भन्न मन छ भाइ भन्न बिच एउटा र्याप हानेर नडरा न भाइ तेरा आमाको मुजी कोटाइदिन्छु काई घुसाइदिन्छु ल्याम ल्याम त मुजी भाइ भाइ सानो छस् मुजी बने ठुलो दाइ नमस्कार गर अनि ढोक गरे है ठुलो दाइ भनेर मुजी आज भोलि त के कुरा गर्छस् नाच सिक्ने मुजी नाच सिक्ने धन्दा पनि तेरो गन्दा पनि सबै नै तेरो तँलाई मुजी तेरै गाउँमा गाड्दिन्छौँ जेलमा लगेर मुजी ठोकिदिन्छौँ जेलमा लगेर तँलाई हामीले काट्दिन्छौँ त जस्तो होइन मुजी ग्याङ सबलाई मारिदिन्छौँ तेरो मुजी 32वटा दाँत मैले उठान पारेर झारिदिन्छौँ फेरि काटेर पुगाइदिन्छु